भान्जा एमएलकाले भान्जा म पेरिसबाट टिको लाउन लाउँदैछु भोलि टिकाको साइज छ रेडी भएर बस है हुन्छ मामा हुन्छ म रेडी भएर बस्छु मामा टिकाको दक्षिणा चाहिँ कति दिने ए भान्जा म पेरिसबाट हिँड्दैछु बार्सोलोना आउँछु अब दक्षिणा भनेको त तिमीलाई त्यही 2 रुपियाँ त हो नि अब युरोपमा भएको भए मेरो होममा आएको भए तिमीलाई म धेरै दिन्थेँ अब तिम्रै होम बार्सोलोनामा आएको छु त्यही 2 रुपियाँ त हुन्छ नि तिमीलाई दक्षिणा मेन्डेजमा तपाईँले मलाई सधैँभरि किन गोजीमा हालेर हिँड्नु के गर्नु कलुवा एमएल भान्जा तिमीलाई पकेटमा गोजीमा हाल्न त मन थिएन तर परिस्थितिले यस्तै गर्यो तर तिम्रो इज्जत बेइज्जत भन्ने ठाउँ चाहिँ कहीँ रहेन किनभने आफ्नै होममा आएर म यङ ट्यालेन्ट भन्दै हिँड्छौ उफ्रिन्छौ म मेस्सी हुँ भन्छौ अब मेस्सी हुँ भनेर खेलमा प्रुफ गर्दैनौ भान्जा तिम्रो जिन्दगी पनि दसैँको दिन टिका लाउने दिन अब तिम्रो फ्यान्सहरू धुरुधुर रोका छन् खाएको पनि पचे छैन दसैँमा टिका लाउने दिन मामा घर जानुपर्ने भान्जा अब तिमीलाई मैले टिको लाउन घरमै आएको छु मामा दसैँको बेला चाहिँ राम धुलै नहाने हुन्थ्यो अनि भान्जा रामधुलाई त खाइहाल्छौ नि म नुनो मेन्डेज हो मैले 5-6वटा पकेटमा लिएर हिँडेको छु तिमी जस्तो 4-5वटा त मैले अझै पनि एक्स्ट्रा लिएर हिँडेकै छु तिमी युसिएल जित्छु भन्छौ हरेक जित्छु भन्छौ पहिला प्रुफ गरेर देखाउ न गेममा देखाउ न उसै उफ्रेर हुँदैन क्या त्यो मिडियामा बोलेर हुँदैन पहिला गेममा प्रुफ गर तिमी एउटा डिफेन्डरसँग हार्छौ भनेदेखि म युसिएल जित्छु भनेर नसोच क्या 12 वर्षमा खोला त फर्किन्छ भन्छन् अब तिम्रो गेम फर्किन त खासै 10 नम्बर लाएर चाहिँ प्रगति हुँदैन जस्तो छ त्यही पनि अब त दसैँ आयो हेर भान्जा तातो चिसो भए पनि 2-1 ले हार्यौ खुसी लाग्यो ह्यापी दसैँ ह्यापी माया